हामी चाहिँ अब सरल निकाल्न थाल्यौँ। हाम्रो बिहानको सुरुवात चाहिँ यो सरल निकाल्नेबाट हुन्छ। अनि आज चाहिँ मासु एउटा नि परेको छैन। अब यो लास्ट सरल हो, यसमा हेरौँ 16 सरलमध्ये एउटा मात्र परेको छैन। अब यसमा हेरौँ कतिवटा परेको छ। यति लास्ट हो सरल। कति परेन? साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा माछा परेको यो जिउँदैछ फेरि। छैन निकाल। ओ ठुलै छ ठुलै। अलि बिहेर है सुनिल, नत्र दुईटा दुई दुईवटा। एउटा काभ्रे हो क्या? अयो निकाल्नु म एउटा त ओलाई कहिले नपराको पराछ बुइ। एकदम त काभ्रे हो। ल गाइस यसमा चाहिँ देख्न सक्नुहुन्छ दुई तिनवटा छ नि। यो चाहिँ यस्तो दामी छ फेरि। यो धेरै मिठो माछा फेरि कर्णाली भेरीको माछा मिठो माछा चाहिँ यही हो गाइस। बिटो पाए तल जानै परेन यहाँबाट सर्लात्तै नि। मिठो हुन्छ। कतिवटा पऱ्यो आज टोटल? 6वटा 7वटा माछा परिराखेन आज। रुममा आएर यसरी माछा निकाल्दैछौँ गाइस। के भिडियो त हो त नि। यसमा त दुईटै सँगै परेछन् है। आज 6वटा मात्रै। अब आज हालेर हाल्यो भोलि नि। अब त दिनमा बल्छी खिलिनै पर्छ होला है। गाड धेरै धुलो छन्। यस्तो परेपछि त नि परिहाल्यो नि। निकालेनौ सुनिल? खै त्यो त ठुलो छ क्या है। त्यो सबै यत्रै पर्यो भने त 12-13। ओहो यो त जिउँदैछ यहाँ। ओए कहाँ फुत्ती गर्छ? के हो फुत्ती गर्ने फेरि? आम्म यो रहेछ कि ठुलो। 3वटा। ल यहाँ छ यहाँ। यो धेरै जेलले जान्दैन।